घुमाउँछु भनेर हो अहिले कस्तो घुमाउँछु ट्र्याक्टर कुरा के छ भन्दाखेरि मेरो इन्ड्योरेन्स राम्रो छ कि थाक्दैन मान्छे अघि योसँग यो प्रेसर आइरहेको बेटा तुमसे ना हो पाएगा म जतिको त्यसरी खेल्दैन हेर्दै म यस्तो गरेर सोल्डर यो यो जस्तै तिम्रो फिल पर्थ्यो तिमी त्यो लाग्छ भने तिम्रो माइन्डमा आइहाल्छ कि मलाई यो माइन्डमा आउँछ घुमाउँछु भनेर हो अहिले कस्तो घुमाउँछु ट्र्याक्टर माइन्डमा तर तिम्रो आइरहेन होला धेरै खेल्दा यो माथि टिपबाट प्रेसर के हो यो टिपबाट प्रेसर तिम्रो यो यस्तो भयो कि यो प्रेसरै आएन तर यो यस्तो भयो माथि यो पनि ठिक हो तर यहीसँग त्यो यस्तो होइन पेन्सिल बोर्ड यस्तो दबाएर यो पनि हो यो वाला यो के हुन्छ किन गाड्नु छ यो फिङ्गर छैन हेर्नु कत्रो छ यतिसम्म पुगिरहेको छ कि तिम्रो मेरो हात खाएर छ मेरो तिम्रो थम मात्र छ सम्झिनु खतरा गर्छ ठुलो हातसँग गर्नु नाम खेचेको उल्टो भयो यार यो आफ्नै हाल्नु सबभन्दा मेन प्रोनेसन थमबाट प्रोनेसन त्यसपछि थमबाट राइटबाट आउँछ बल्ल हेर्न आउँछ कि मैले थमबाट गरेको म त यसरी स्टाइल हालेको तिम्रो यो आइरहेन कि बुझ्यौ नि तिम्रो ब्याग त आइरहेको छ तर योसँग यो प्रेसर आइरहेको कि हो यो वाला यस्तो गरेर यो यस्तो गरेर स्ट्याटिक राख्नु गर्नुपर्छ मेरो प्रोनेसन गर्न मेरो तिम्रो अटेर छ अगर लोमा देऊ के त्यस्तो कपी म खेलेर काम छैन म तिम्रो आम त ताक्नु तिम्रो आम ताक्नु पऱ्यो मैले दुई दिन तिमीसँग दुईवटा कुरा गरेँ एउटा यसरी खेल्न मिल्छ डाइरेक्ट साइड लगाउनु पऱ्यो अनि एउटा यसरी तिम्रो बिस्तारै ट्र्याक गर्दै जाने अनि म बिस्तारै सेन्टरमै घुमाउँछ कि भयो न त अड्केपछि यहाँ पनि पिने एउटा कुरा के छ भन्दाखेरि मेरो इन्ड्योरेन्स राम्रो छ कि थाक्दैन मान्छे अघि थाक्ला भनेको कस्तो ज्याकलाई कसरी पिन गर्यो होला मैले इन्ड्योरेन्स ज्याकलाई त आई थिङ्क धेरै कम मान्छेले सक्छ यार प्रति ज्याकलाई ज्याकको यस्तो यो के हो यार यसको प्रोनेसन मात्र हो कि प्रोनेसन र आम त नेक्स्ट लेभल छ ज्याकको आम सुन्ने भ्याउने कम मात्र भयो त्यसरी हो कि त्यही भने त्यहाँ गइहाल्छ डिफ्रेन्स त्यो जिनिहाल्छ नि त डन्ट गो हार्ड स्लोली ज्याकसँग सिक्नु पऱ्यो यार तर ज्याकले पनि सक्दैन कि तिम्रो प्रोनेसन घुमाउनु होइन तर झट्कामा चाहिँ भयो बलवीर दाइ कताको पुलिस हो नेपालकै हो नेपालकै त हो नि पछाडि सिङ्गापुर छ के आइ त्यसलाई पनि प्रोनेसन बुझ्यो कि जस्तै तिम्रो फेरि यत्रो फिङ्गर ठुलो भएर पनि तिम्रो घुमेन क्या उसको मेरो प्रोनेसन टु प्रोनेसन घुमाउला काठमाडौँ कोही लाग्दैन कि मलाई यति खेल्यो भने दाइ त अब सक्दैन मैले पनि सक्दैन उसले अघि जस्तो ग्रिप लियो भने कहाँ सक्छ चाहिने कुरा सबै छ यो चाहिने कुरा के चाहिँ छैन उसले राहुल शर्मासँग भेट्यो उही मात्र अप्सन होइन उसको टाइमिङ अलिक गलत छ साइड प्रेसर छैन मेरो हल्का तिम्रो टाइमिङ पनि अलिक काहीँ गलत छ क्या होइन साइड प्रेसर छ कि कति तिमी जस्तो अन्डर एस्टिमेट गर्दैछौ क्या आफूलाई एक दुईजना प्लेयरको बेसमा आफूलाई उ गर्ने